वीर हस्पिटलको सदन उपस्थिति चाहिँ स्टनबाजी हो भन्ने लाग्यो। उहाँले अघि पनि संसदमा रुँदै हिजोको सुदन गुरुङको हिजोको जुन किसिमको रुँदै अघि संसदमा बोल्दै हुनुहुन्थ्यो। उहाँले के बोल्नुभयो भने गणेश नेपालीको सुरक्षाका निमित्त हामीले भिआइपी राख्यौँ होइन, प्रहरीहरू राख्यौँ र सुरक्षा दियौँ भन्ने कुरा गर्नुभयो। एउटा नागरिकले एउटा पठाउ चलाएर 2-5 पैसा कमाएर खाने कन्डिसन छैन सडकमा, जहाँ उहाँले हामीले देख्छौँ फुटेजहरू आइरहेका छन्, सिसिटिभीका फुटेजहरू। त्यो फुटेजमा के देखिएको छ भने उहाँले एउटा मान्छे त्यहाँ अवतरण गराएर पठाउबाट पैसा लिएर एकछिन पछाडि उहाँ बसिरहेको अवस्थामा उहाँको चाबी लागेको कन्डिसन छ बाइक होइन। त्यो कन्डिसनमा उहाँले आत्मदाह गर्नको लागि मान्छे मनै कतिचोटि मर्न पर्यो होला तपाईँहरूले आफै परिकल्पना गर्नुहोस्। उहाँ त 1000 बार मरेर बाँच्ने कन्डिसन नभएपछि उहाँले आफूले आत्मदाह गर्ने प्रयास गर्नुभयो र सरकारले यो नागरिकको तहबाट सामाजिक सञ्जालमा व्यापक रूपमा सरकारको आलोचना, बालन सरकारको आलोचना भए पछाडि सुदन गुरुङ अन्तिम कन्डिसनमा जानुभएको थियो। हाम्रो पार्टीकै साथीहरू, हाम्रो पार्टीकै जनप्रतिनिधिहरू अहिले भर्खर पनि मैले यहाँ कुरा गरेँ, उहाँहरू पुगेर मिडियाकर्मीहरू पुगेर हेर्दाखेरि पनि सरकार त्यहाँनिर जवाफदेही हुन नगएको कन्डिसनमा मात्रै अन्तिम अवस्थामा लास मरिसकेपछि, बिरामी मरिसकेपछि ती बिरामीका आफन्तहरूले हामीमाथि हमला गर्छन् भनेर आफ्नो सुरक्षाका लागि फौजै प्रहरी लिएर उहाँ सुदन गुरुङ जसरी हस्पिटलमा जानुभयो। आज उहाँले गएको आँसु बगाएर सदनमा जसरी रुनु भएको छ, यो भन्ने कुरा हो नि। एउटा बिरामीलाई डढेको बिरामीले कीर्तिपुरमा गएर सही ठाउँमा, सही हस्पिटलमा सही उपचार त पाउन सकेको छैन। कसरी लान सक्छ उहाँ दिल्लीमा उपचार गर्न सक्छ? तपाईँ हामी जे कुरा नि पत्याइदिने, अहिलेको युवा जेनेरेसन यस्तो भयो, राष्ट्र सरकारले जे कुरा भने पनि पत्याइदिने हो भन्ने र त्यसलाई नै 100% सही मानिदिनु, त्यसमा कमसेकम चेत नराख्नु हाम्रो युवा पुस्ताको गलत भएको छ। युवा पुस्ताहरूले यही चेतनामा लागिरहने हो भने यो देशमा आज एउटा गणेश नेपाली मात्र होइन, हजारौँ गणेश नेपालीहरू आत्मदाह गर्न तयार हुनुपर्ने कन्डिसन बनेको छ। यसमा तपाईँ हामी पनि सचेत हुन जरुरी छ। यो दलहरूको सङ्घ सङ्गठनहरू त्यहाँ हस्पिटलमै होस् अथवा यहाँ यसै माइती घरमा आएर हिलो पानीमा माछामा नआए भन्छ। यो जहिले पनि कसरी लाग्यो भने एउटा कुनै पीडित पक्षको विषयमा एउटा टिम बोल्न आउँछ होइन, एउटा पङ्क्ति बोल्न आउँछ भने जहिले पनि त्यो आफ्ना लागि बोल्न आयो, स्टनबाजी गर्न आयो। मैले देखेको त स्टनबाजी चाहिँ हिजो बेलुका